शङ्कराचार्य जेठ 8 गतेदेखि 15 गतेसम्म हुने यो ऐतिहासिक यात्राको लागि जगद्गुरु शङ्कराचार्य शुक्रबार काठमाडौँ आइपुग्नु भएको हो। काठमाडौँ आगमनसँगै उहाँले पवित्र धाम बुढा नीलकण्ठ विष्णु भगवानको पूजा आराधना र दर्शन गर्नुभएको थियो। बुढा नीलकण्ठ मन्दिरमा पूजा गरेसँगै नेपाली सेना र विभिन्न धार्मिक गुरुहरूसँगै पशुपति क्षेत्रमा रहेको शङ्कराचार्य आश्रममा विशेष उपस्थित जनाउनु भएको छ। पशुपति क्षेत्रका विशेष पूजा र विभिन्न काठमाडौँका धार्मिक स्थलमा पूजा आराधना दर्शन गरेर देशका विभिन्न ऐतिहासिक धार्मिक मन्दिरहरूमा पुगेर विविध पूजा आराधना र प्रसाद ग्रहण गर्ने कार्यक्रम तयार भएको छ। भक्तजनहरू तपाईहरूले पनि जहाँबाट हेर्दै हुनुहुन्छ त्यहीँबाट दर्शन गरेर च्यानललाई सब्स्क्राइब गरी कमेन्ट गरिदिनु होला। सबैजना भक्तजनहरूको जय जय होस्।